नर्सेस होइन के अरे यता स्टुडेन्टहरू भने उता इन्डस्ट्रीहरूको चाहिँ के छ भने हामीले चाहिँ साँच्चीकै भन्यो भने जेन्युन के अरे ह्युमन रिसोर्स चाहिँ पाउँदैनौँ होइन। हामी सबै बाहिर पनि आश्रित हुनुपर्छ है। अब केही न केही ग्याप छ नि त त्यहाँ होइन। यता के अरे स्टुडेन्टहरू जो स्कुलहरू हुनुहुन्छ जहाँबाट चाहिँ स्टुडेन्टहरू पास आउट भएर जानुहुन्छ उहाँहरूले चाहिँ धेरै वर्षसम्म चाहिँ अनइम्प्लोइड भयौँ भनेर गुनासो आइरहेको छ भने हाम्रो नेपालमा ठुल्ठुलो इन्डस्ट्रीहरू छ नि त होइन। तर त्यो इन्डस्ट्रीहरू ठुल्ठुलो वा सानो सानो नै भनौँ न होइन, राम्रो पर्फर्म गरिरहेको इन्डस्ट्रीहरू छ, थुप्रै बिजनेसहरू छ। त्यो बिजनेस हाउसहरूले चाहिँ के अरे स्किल ह्युमन रिसोर्स चाहिँ हामीले पाइरहेको छैनौँ अर्थात् क्वालिफाइड ह्युमन रिसोर्सहरू पाइरहेको छ भन्ने नै होइन। भनेपछि यो बिचमा चाहिँ ब्रिजिङ गर्नको लागि चाहिँ हामीले अहिले विज्ञान उद्योग वाणिज्य सङ्घसँग चाहिँ इन्डस्ट्रीहरूलाई पनि अलिकति हिम्मती ल्याउने होइन। अब के अरे स्कुललाई पनि अलिक इन्डस्ट्रीको नजिकमै पुर्याउने भन्ने हिसाबले एउटा पाइलट पनि प्रोग्राम गरिरहेको छ। त्यो अन्तर्गत चाहिँ हामीले स्टुडेन्टहरूलाई खालि यो एकाडेमिक एजुकेसन मात्रै नभएर जबको लागि प्रिपेयर गर्ने हिसाबले पनि अलिकति सपोर्ट सेसनहरू दिनुपर्छ होला भनेर यो सेसन चाहिँ के अरे डिजाइन गरेर यसरी एटलिस्ट होइन आफ्नो एकाडेमिक के अरे नलेज त यहाँ हामीले पाइराख्नु भएको छ एकदम के अरे गुणस्तरीय छ होइन। सबै एक्साइटेड हुनुहुन्छ, सबै ह्याप्पी हुनुहुन्छ होइन। स्कुल त्यो मामलामा एकदम चाहिँ सक्सेसफुल छ। तर अलिकति त्यो जब प्रिपेयरनेसको कुराहरूमा चाहिँ रेडिनेस गराउनको लागि चाहिँ हाम्रो स्टुडेन्टहरूलाई पनि केही न केही एक्स्ट्रा केही के अरे सेसनहरू दिनुपर्छ भन्ने हिसाबले यो सेसनमा चाहिँ यो सेसन यहाँमा आइरहेको छ। त्यही कारण सुरुवात हो होइन। अब हामीले हो गरेको त यहाँको कति कुरा सुन्दाखेरि चाहिँ यो स्कुलभित्रै पनि प्लेसमेन्ट काउन्सिलिङ करियर काउन्सिलिङ सक्छ छैन भने हामीले अब त्यसमा पनि इन्टरभेन्सन गर्न खोजिरहेको छ। जस्तै प्लेसमेन्ट काउन्सिलिङ के अरे करियर काउन्सिलिङ युनिट भनेर